रोक्नु कता कता त कार्यक्रममा हजुर कार्यक्रममा कार्यक्रममा के को कार्यक्रम मन्दिर हस्तान्तरण गरेर आइयो भर्खरै ए मूर्ति हस्तान्तरण गरेर आइयो हजुर आज के बार शनिबार हजुर पास त हजुर हाम्रो कस्तो हुन्छ भने 24 घण्टा 365 दिनै हामी काममै हिँड्ने हो ए शनिबार काममै हुन्छ आइतबार त्यही त खाने नखाने कुरा होइन आज पास छ छैन तपाईँहरूको हजुर पास छ कि छैन पास छ देखाउनु त एकछिन यहाँ गाडी साइड राखौ है ल यसरी शनिबार गाडी हुर्क्याउँछ नि यार मान्छेहरू ल ल हेर्नु यसरी भाग्यो ल गाडी रोक्यो त गाडी म त कहाँ छोड्छु र तरिका हो यो आज कति भन्नु त कति आज गते कति आज 30 गते तपाईँलाई म यसो गर्छु है त्यो पास हाम्रो चाहिँ नि ड्राइभरजीसँग हुनुहुन्छ होला होइन उहाँलाई म फोन पास त तपाईँसँग हुने ड्राइभरजीसँग हुने हो र म बिहानको त्यो मन्दिरको त्यो कार्यक्रम भएको हुनाले कहाँबाट ल्याउनु भयो तपाईँले यो गाडी मेरो घर यहीँ हो कि घर त यहीँ हो कि तपाईँले बोकेर हिँड्ने होइन त सरकारी गाडी त्यो हो यहाँ पासहरूतिर खोइ त पास कतातिर राखेको छ डकुमेन्ट हेर्नु पर्ने हुन्छ अस्ति एउटाले उहाँ डेडी सार पास भयो देखाएर चाहिँ हुर्किएर भाग्यो हेलो यसरी चाहिँ ल हेर्नु सरकारी गाडी चाहिँ मोज मस्ती छ नि शनिबारको दिन है यस्तो छ क्या यहाँ प्रोग्राम भनेको अहिले तपाईँलाई म माथि लिएर जान्छु होइन म माथि लिएर जाँदिनँ मलाई यहाँ देखाउनुहोस् पास यस्तो छ कि प्रोग्राम छ तपाईँहरू जस्तो जिम्मेवार नागरिकले यस्तो सुहाउँछ जिम्मेवारी हामी सुहाउँछ भन्नु त हामी अहिले के को लागि हिँडिरहेका छौँ जनताकै लागि हिँडिरहेका छौँ जनताको लागि के छ आइतबारको नगरेको काम तपाईँले शनिबार गर्नुहुन्छ भने पत्या हुन्छ तपाईँ मसँग हिँड्नुहोस् तपाईँलाई मैले म कहाँ गएँ आज तपाईँलाई म सबै कुरा भनिदिन्छु अहिले के छ तपाईँको होइन हजुरलाई म सबै ठाउँमा म लिएर गइदिउँला यदि हजुरलाई विश्वास लाग्दैन भने कहिलेकाहीँ त पोजिटिभ कुराहरू पनि हजुरले भनिदिनुहोस् पोजिटिभ कुरा हो तर पोजिटिभ कुरा के भन्दा 99% ए बाबा मैले माने हजुर मिसयुज भयो के मिसयुज भयो मिसयुज हुनेलाई के गर्नु पर्यो कारबाही गर्नु पर्यो तर राम्रो काममा हिँडेकोलाई त चाहिँ हजुरहरूले चाहिँ पुरस्कृत पनि त गर्नु पर्ला नि गर्नु पर्यो तर तपाईँले त्यो त बोक्नु पर्यो पास बोक्नु पर्यो नि त बकाइदाले यो त आफै चाहिँ मिसयुज भयो कि भएन भन्नु न मलाई के प्रुफ छ त तपाईँ हिँडिरहनु भएको छ भने जनतालाई के प्रुफ छ त तपाईँ सरकारी काममा हिँड्नु भएको छ शनिबार भनेर भन्नु न मैले अर्को कुरा पनि राखेँ है त हजुरलाई चाहिँ एउटा चाहिँ मैले नयाँ कन्टेन्ट भनौँ तेल त आफूले हाल्नुपर्छ आफ्नो बगलिक पैसाले हाल्नुपर्छ त्यस्तो अवस्था छ हाम्रो होइन मैले माने हजुरले के भन्नु सरकारी गाडी भन्नु सरकारी गाडी ठिक छ तेल आफ्नो चाहिँ बगलीको पैसाले हालेर चलाउनु पर्ने अवस्था छ हाम्रो यो कुरा हजुरले चाहिँ बरु चाहिँ हाइलाइट गरिदिनु होला हजुरले यो कुरालाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याउनु होला पूर्व वडा अध्यक्षज्यूलाई बोकेर हिँड्नुपर्ने आवश्यक छ भन्ने कुरा आयो म को भन्ने कुरा आयो म काठमाडौँ जिल्ला समन्वय समितिको प्रमुख सन्तोष बुढा थोकी मलाई गाडी चलाएर हिँड्नुपर्ने आवश्यक हो म घरमा सुतेर बसे हुन्थ्यो होला नि त तर जनताको लागि चाहिँ हामी हिँडिरहेका छौँ भन्ने कुरा हजुरले बुझिदिनु पर्यो कि जनताको लागि भने पनि प्रुफ छैन अब तपाईँ पहिलो कुरा चाहिँ शनिबार चाहिँ तपाईँले यसरी बिहान कति बजी घडी हेर्नु त 8 पनि बजेको छैन हामी बिहान के गरेका छौँ हिँडिरहेका छौँ हेर्नु कसको लागि जनताको लागि हिँडिरहेका छौँ बिहानदेखि यो कुरा चाहिँ अब हेर चाहिँ यो चाहिँ अलिकता ऊ भयो होइन तपाईँसँग मैले नराम्रो हिसाबले उ गरे होइन धेरै किन भन्दाखेरि यहाँ धेरै मिसयुज भयो